भारत र पाकिस्तान बीच बढेको तनावले विश्वलाई नै तरङ्गित बनाएको छ। तर यी दुई देशको इतिहाससँग परिचित केही कूटनीतिज्ञहरू भने यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। भारत र पाकिस्तान आफ्नो सिर्जनाकालदेखि नै एक अर्काका शत्रु राष्ट्र भएकाले बेला बेलामा तनाव सिर्जना हुनु कुनै नयाँ कुरा नभएको उनीहरूको भनाइ छ। तर बढेको द्वन्द्व कुन बिन्दुमा पुगेर शान्त हुन्छ वा विस्तृत युद्धको रूप लिन्छ भविष्यवाणी गर्न सकिन्न। विगतमा यी दुई देशले एक अर्का विरुद्ध 3 प्रमुख युद्ध लडेका छन् भने थुप्रै क्षेत्रीय द्वन्द्व भएका छन्। यसमध्ये बङ्गलादेशलाई पाकिस्तानबाट छुट्याउन सन् 1971 मा भएको युद्ध बाहेक अरू युद्ध, द्वन्द्व र सैन्य तनाव कश्मीरको विषयलाई लिएर नै भएका थिए। विगतमा बेलायतको उपनिवेश रहेको भारत आफ्नो स्वतन्त्रता सँगसँगै सन् 1947 को अगस्टमा मुस्लिम बाहुल्य पाकिस्तान र हिन्दू बाहुल्य भारतमा विभाजित भएको हो। बेलायती संसदले पारित गरेको भारतीय स्वतन्त्रता कानुनको विभाजन योजनाले कश्मीर राज्यलाई पाकिस्तान वा भारत जुनसुकै देशमा गाभिन वा स्वतन्त्र रहन छुट दिएको थियो। भारत र पाकिस्तानको विभाजन अघि त्यहाँ 584 वटा प्रिन्सली स्टेट वा ससाना राज्य थिए। कश्मीरलाई स्वतन्त्र रूपमा राख्न चाहेका तत्कालीन महाराजा हरि सिंहले पाकिस्तानी मुस्लिम जनजातिको आक्रमणबाट जोगाउने शर्तमा सन् 1947 को अक्टोबरमा भारतमा गाभिने निर्णय गरे। हरि सिंहको यो निर्णयसँगै भारत र पाकिस्तान बीच कश्मीरलाई लिएर पहिलो युद्ध भएको थियो। 1 वर्षभन्दा बढी चलेको युद्ध संयुक्त राष्ट्रसङ्घको हस्तक्षेपपछि दुवैले कब्जा गरेका कश्मीरको भूभाग उनीहरूकै नियन्त्रणमा रहने गरी अन्त्य भयो। संयुक्त राष्ट्रसङ्घले जनमत सङ्ग्रह मार्फत कश्मीरको भविष्य निर्धारण गर्ने प्रस्ताव अघि सारे पनि त्यसमा सहमति हुन सकेन। दुवै देशले राष्ट्रसङ्घले प्रस्ताव गरे बमोजिम 1949 को जुलाईमा युद्धविराम रेखा लाइन अफ कन्ट्रोल स्थापना गर्ने गरी सन्धिमा हस्ताक्षर गरे र कश्मीर क्षेत्र विभाजित भयो। कश्मीरको आधाभन्दा बढी भाग भारतको भयो भने पाकिस्तानले करिब 1/3 भाग पायो। त्यसो त कश्मीरको करिब 15% भूमि चीनको नियन्त्रणमा छ। यद्यपि भारत र पाकिस्तान दुवैले समग्र कश्मीरमाथि आफ्नो दाबी गर्दै आएका छन्। सन् 1947 को युद्धपछि सन् 1965 मा पनि यी दुई देशबीच फेरि कश्मीरकै विषयलाई लिएर युद्ध भयो। त्यसपछि 1979 मा अर्को सीमित र क्षेत्रीय युद्ध भयो जुन कारगिल युद्धका नाममा प्रसिद्ध छ। त्यसपछि पनि दुवै देशबीच बेला बेलामा कश्मीरकै मामिलालाई लिएर थुप्रै द्वन्द्व, सैन्य तनाव र झडप भएका छन्। त्यसो त भारत प्रशासित कश्मीरमा भारतीय शासन विरुद्ध सन् 1989 देखि सशस्त्र विद्रोह सुरु भयो भने यसमा हजारौंले ज्यान गुमाएका छन्। भारतले कश्मीरका आतंककारीलाई पाकिस्तानले समर्थन गर्दै आएको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले त्यसलाई अस्वीकृत गर्दै आएको छ। यसैगरी भारतले कश्मीर र भारतका अन्य क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएका पाकिस्तान आधारित जैसे मोहम्मद र लस्कर-ए-तैयबा जस्ता समूहलाई पाकिस्तान सरकारले भरण पोषण गर्दै आएको आरोप लगाउने गरेको छ। पाकिस्तानले भने ती सबै आरोप अस्वीकार गर्दै आएको छ। 1 दशक यताका घटनालाई हेर्दा 2016 मा कश्मीरको उरीमा भएको आक्रमणमा 19 जना भारतीय सैनिक मारिएका थिए। त्यसबेला भारतले चरमपन्थीहरूको तथाकथित शिविरलाई लक्षित गर्दै नियन्त्रण रेखा पारी सर्जिकल स्ट्राइक गरेको थियो। त्यस्तै 2019 मा पुलवामामा 40 भन्दा बढी भारतीय अर्धसैनिकको ज्यान लिने गरी भएको बम विस्फोटको घटनापछि पनि भारतले पाकिस्तान भित्रै छिरेर बलालकोटमा हवाई आक्रमण गरेको थियो। ती दुवै सर्जिकल स्ट्राइक पछि केही समय स्थिति तनावपूर्ण बने पनि पछि सबै शान्त भएको थियो। करिब 6 वर्षको तुलनात्मक शान्तिपछि यही अप्रिल 22 मा 26 जनाको ज्यान लिने गरी कश्मीरको पहलगाममा आतंककारी आक्रमण भएपछि भारत-पाक तनाव फेरि उत्कर्षमा पुगेको हो।